शराब कहाँबाट निम्त्याउँदैछौँ? म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि परमेश्वरले आशिषितको परिवार बसाल्नु भएको छ। आदम अनि हावालाई परिवार बसाल्नु भएपछि फल्दै फुल्दै पृथ्वीमा बढिँदै जाऊ भनेर परमेश्वरले आशिष दिनुभयो। तर जब काइनले हाबेललाई मार्यो, रगत बगायो नि, त्यहाँदेखि फेरि फर्स्ट इन्ट्री फ्यामिलीमा परिवारमा चाहिँ शराब इन्ट्री भयो। अनि त्यो शराब इन्ट्री भएपछि उनीहरू श्रापित भए। अनि यसैले म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि कोही बेला चाहिँ हाम्रो परिवारमा कोही आशिषित छ भने कसैले श्राप निम्त्याइरहेको छ, कसैले आशिष लिइरहेको छ भने कसैले श्राप ल्याउँदैछ। यसैले परिवारमा आशिषित हुनुको लागि परिवार जतिजना तपाईहरु परिवार हुनुहुन्छ सबै नै कस्तो भन्दाखेरि एउटा हरेकको जीवनमा चाहिँ जान चेतना खोल्नु पर्यो, हरेक चाहिँ संवेदनशील हुनु पर्यो कि मैले यो काम गर्दाखेरि चाहिँ श्राप आउँदैछ, यो काम गर्दा चाहिँ आशिष आउँदैछ भनेर हरेक परिवार नै सेन्सिटिभ हुनु पर्यो। प्रेज द लर्ड भन्नुस् त। अनि यसैले म तपाईलाई भन्नु खोजेछु के भन्दाखेरि सुन्नुस् है, श्राप भनेको यस्तो कुरो डरलाग्दो कुरो हो। सुन्नुस्, मेरो बाउले गरेको श्राप मैले भोग्नुपर्छ, मैले पाप गरेको मेरो छोराछोरीले भोग्नुपर्छ। अनि प्रभुमा आएर चाहिँ मेरो बाउले गरेको श्राप मैले छुटकारा गर्न सक्नुपर्छ, मैले गरेको पाप चाहिँ मेरो छोराछोरीले छुटकारा गर्न सक्नुपर्छ। तर सुन्नुहोस् है, परिवारमा पनि हेर्यो भने सबै संवेदनशील व्यक्ति हुँदैन। कोही अनैतिक काम गर्ने, कोही अनौठो काम गर्ने, कोही श्राप निम्त्याउनेहरू हुन्छ। तर हरेकको जीवनमा हाम्रो जान चेतना चाहिँ के खोल्नुपर्छ भन्दाखेरि मैले गर्दै गरेको पाप, मैले गर्दै गरेको कुरोले परिवारमा श्राप आउँदैछ भनेर चाहिँ हामी आफै नै सचेत रहनु पर्यो। सुन्नुहोस् है, अब म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि तपाईँलाई एक्जाम्पल म दिनु खोजिरहेको छु। मैले धेरै मान्छेहरूले मैले सन्तान दिँदाखेरि मैले यसो भने सन्तान दिन्थेँ, सङ्गतिमा हिँड्नुहोस्, सेवामा हिँड्नुहोस्, तपाईँको परिवारमा तपाईँहरूको परिवारमा अशान्ति नहोस्, परिवारमा श्राप नहोस् भनेर मैले सम्झाउँथेँ। तर कतिले सुन्यो, कतिले सुनेन। तर जो सङ्गतिदेखि टाढो भयो, हरेकको जीवनमा हरेकको परिवारमा हेऱ्यो भने आज श्रापित कुरोहरू बगिरहेको छ, परिवारमा श्रापित कुरोहरू बगिरहेको छ, सम्बन्ध विच्छेदको कुरोहरू आइरहेको छ, सम्बन्ध बिग्रिरहेको हामी देखिरहेको छौँ। तर त्यो चाहिँ कसले निम्त्यायो भन्दाखेरि त्यही परिवारले निम्त्याएको, न त छिमेकीले निम्त्याएको छ, न मण्डलीले निम्त्याएको छ। तर त्यो श्राप, त्यो सम्बन्ध विच्छेदको श्रापहरू परिवारमा अशान्तिको श्रापहरू, दुःखको श्रापहरू चाहिँ कसैले निम्त्याएको छैन, आफै परिवारले चाहिँ त्यो निम्त्याइरहेको छ। यद्यपि त्यो परिवार म संवेदनशील भएर म प्रभुमा बस्छु, मेरो परिवारमा श्राप नहोस्, मेरो परिवारमा सम्बन्ध विच्छेद नहोस्, मेरो परिवारमा एउटा शान्ति होस् भन्ने इच्छा गर्ने मान्छे त प्रभुले निश्चय छुटकारा दिनुहुन्छ नि त। प्रेज द लर्ड भन्नुस् त। प्रभु त त्यतिको लागि आउनु भएको नि त। हरेकको सम्बन्ध विच्छेद गराउनु, हरेकको सम्बन्ध तोड्नु चाहिँ ख्रीष्ट यीशु आउनु भएको होइन, तर सम्बन्ध जोड्नु र आशिष दिनु चाहिँ ख्रीष्ट यीशु यस पृथ्वीमा आउनु भएको। प्रेज द लर्ड भन्नुस् त। अनि यसैले हामी सचेत रहनु पर्ने कुरो चाहिँ म ज्यादा छुटकाराको विषयमा कोही बेला फोर्स दिन्छु, कति सिलगढीमा मैले छुटकाराको विषयमा राख्नुहोस् है भनिरहनु भएको छ। यसैले म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि सुन्नुहोस् है, छोराछोरीले सिम्पल उदाहरण मैले दिएको, आमा बाउलाई दुःख दिने छोराछोरी हुन्छ कोही, आमा बाउसँग जवाब लाग्ने छोराछोरी हुन्छ कोही, आमा बाउलाई पटक्कै सहायता नगर्ने छोराछोरी हुन्छ कोही। तर उसले चाहिँ नेक्स्ट जेनेरेसनको लागि उसले रोपिरहेको थियो। उसको जीवनको जब त्यो समय आउँछ उसले त्यो कुरो भोग्नै पर्छ। कोही आमा बाउलाई यति
नमिठो जवाब दिइरहेको हुन्छ नि, तर उसले लेखेर राख्दा हुन्छ एक दिन ऊ पनि आमा र बाउ हुँदाखेरि त्यो समयमा उसले पनि त्यो जवाब खानै पर्छ, उसले पनि त्यो कुरो भोग्नै पर्छ। तर जसले आमा बाउको सेवा गरिरहेको छ, जसले है समाजको लागि राम्रो काम गरिरहेको हुन्छ, उसको जब समय आउँछ, उसको जब जीवनकाल आउँछ, समय आउँदाखेरि उसले त्यही आशिषको फल उसले टिप्नुपर्छ। आशिष रोपेर जाँदैछौँ, त्यो कुरो चाहिँ तपाईँले मैले याद गर्नुपर्छ। धेरै मान्छेले संसार छोडेर जाँदै गर्दाखेरि श्राप रोपेर जाँदै गरेको हुन्छ, तर धेरै मान्छेहरूले संसार छोडेर जाँदै गर्दाखेरि आशिषको रोपेर जाँदै गरेको हुन्छ। आशिषित हुनुको लागि ख्रीष्ट यीशुको रगतद्वारा अथवा ख्रीष्ट यीशुमा भएर आशिषित हामी बन्न सक्छौँ। अब अर्को कुरो म तपाईँलाई है भन्दै गर्दाखेरि नि, जब काइनले हाबेलको रगत बगाउँदाखेरि, हत्या गर्दाखेरि परिवारमा अथवा पाप सुरु भयो, श्राप सुरु भयो भने परमेश्वरले फेरि नोहाको जीवनबाट परमेश्वरले आशिष सुरु गर्नुभयो। त्यो उत्पत्ति 9को 1 एकजनाले पढिदिनुहोस् न, जोडले पढ्नुहोस्। त्यसपछि परमेश्वरले नोहा र तिनको छोराहरूलाई आशिष दिएर भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा बढिँदै जाऊ। सुन्नुहोस् है, सुरुको परिवारमा परमेश्वरले आदम अनि हावालाई सृष्टि गर्दाखेरि पनि यही शब्दले परमेश्वरले आदम र हावालाई आशिष दिनुभयो। उत्पत्ति 1को 28मा पढ्यौँ भने आदम र हावालाई भन्नुभएको थियो फल्दै फुल्दै पृथ्वीमा भरिँदै जाऊ भनेर। तर काइनले हाबेललाई मार्दाखेरि है फेरि त्यो परिवार श्रापित भयो। त्यसपछि नोहाको जेनेरेसनमा आउँदाखेरि परमेश्वरले नोहा परिवारलाई मात्रै धार्मिक देखे। अनि अलिक 6मा हेऱ्यो भने नोहाको जलप्रलयको बारेमा पाउँछौँ। सुन्नुहोस् है, परमेश्वरले पृथ्वीलाई नाश गर्नुभन्दा अगाडि फेरि पठाउँदाखेरि नोहा परिवार मात्रै धार्मिक परिवार देखियो। जलप्रलय पछि संसारमा जति अधर्म गर्नेहरू, पाप गर्नेहरू, श्रापित मान्छेहरू चाहिँ नोहाको जलप्रलयमै परमेश्वरले तिनीहरूलाई नाश पार्नुभयो। अब बाँच्यो त केवल नोहा परिवार मात्रै बाँच्यो, उनीहरू मात्रै धर्मी देखियो त्यहाँ। तर नोहा परिवारको लागि चाहिँ परमेश्वरले एउटा ठुलो जहाज तयार गर्नुभयो। प्रेज द लर्ड भन्नुहोस् त। मैले बाइबलमा हेर्दै जाँदाखेरि एउटा मिठो कुरो चाहिँ के भेट्यो भन्दाखेरि, जब नोहाले परमेश्वरको दर्शन अनुसार परमेश्वरले दिनुभएको आकार, परमेश्वर आफैले दिनुभएको ब्लू प्रिन्ट अनुसार नै नोहाले जहाज बनाउन थाल्नुभयो। तर नोहाले जहाज बनाउँदै गर्दाखेरि ऊ आफैको लागि मात्रै थिएन, उसको धार्मिक परिवारको लागि पनि थियो है। उसको छोराहरूको लागि थियो, बुहारीहरूको लागि थियो, धार्मिक परिवार सबैको लागि चाहिँ नोहाले जहाज बनाइरहेको थियो। अनि जब त्यो समय आयो, जलप्रलय भयो, पृथ्वीमा मानिसहरू डुबेर गयो, पृथ्वीमा सबै पानी भरेर गयो। तर नोहा परिवार मात्रै जहाजमा इन्ट्री भएर उनीहरू मात्रै चोखो फेरि परमेश्वरले नयाँ आशिष दिएर नयाँ रिस्टोर भनौँ है, नयाँ फेरि पुनर्निर्माण गरेर परमेश्वरले त्यो परिवारलाई आशीर्वाद दिनुभयो। अनि जसरी आदम अनि हावालाई दिनुभएको शब्द थियो परमेश्वरले फल्दै फुल्दै पृथ्वीमा भरिँदै जाऊ, त्यसरी नोहा परिवारले परमेश्वर आशिष दिएर भन्नुभयो तिमीहरू फल्दै फुल्दै पृथ्वीमा भरिँदै जाऊ भनेर परमेश्वरले फेरि नोहा परिवारलाई आशीर्वाद दिनुभयो। अब्राहमलाई पनि परमेश्वरले आशिष दिनुभयो। नोहाको पछि अब्राहमलाई परमेश्वरले भन्नुभयो है, उत्पत्ति 12को 1 र 2 तपाईँले सायद पढ्नु भएको होला, फेरि पनि पढिदिनुहोस्। त्यहाँ के लेखेको छ भन्दाखेरि सुन्नुहोस् है, तेरा देश र तेरो कुटुम्बलाई
तथा तेरो पिताका जहानबाट निस्केर जुन देश म तँलाई दिन्छु त्यहाँ जा। अब्राहमले परमेश्वरले भन्दै म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु, म तँलाई आशिष दिनेछु, तेरो नाउँ म प्रसिद्ध गराउनेछु, त आशिषको मूल भइस। आमेन। यहाँ परमेश्वरले फेरि आदमसँग यो एउटा बाछा बान्दैछ, प्रतिज्ञा गर्दैछ, त जुन जग्गाबाट त जुन देश म तँलाई देखाउँछु त्यो देशमा जा भन्दैछ। अनि त्यो श्रापले सताइरहेको हामी देखिरहेको छौँ। अब सुन्नुहोस् है, म तपाईँलाई भन्दै गर्दाखेरि यसमा अप्ठ्यारो मान्ने कुरा पनि छैन, कसैले सुनेर कसैले रिसाउने काम पनि छैन। रिसाए पनि केही फरक पर्दैन। सत्य कुरो म बाइबल कुरो भन्दैछु। हामीले हाम्रो परिवारमा सम्बन्ध बिछोडिनु हुँदैन। त्यो जब सम्बन्ध विच्छेद हुन्छ नि, त्यो चाहिँ श्राप रोक्दै गरेको। भोलि त्यो घटना उसको छोरछोरीकोमा पुग्छ, त्यही घटना नाता पनातिमा पुग्छ। तर हामीले त्यो श्रापित कुरोहरू चाहिँ हाम्रो परिवारमा रोपिनु हुँदैन। प्रेज द लर्ड भन्नुहोस् न, रोपिनु हुँदैन। अनि यसैले म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि, के तपाईँले कोहीले यस्तो खालको शब्द पनि बोल्छ, लाइसार खाइसार मरेपछि लाम्पसार। तर उसले त्यो शब्द उसको जीवन उसँग छ, तर बाइबलमा एक ठाउँ लेखेको छ समाजलाई असर पर्ने कुरो चाहिँ नगर्नु भनेको छ। सायद मत्ती 10को पहिलो कोरिन्थी 10को 32 होला, पढ्नुहोस् एकजनाले। पहिलो कोरिन्थी होला, पढ्नुहोस् एकजना छिट्टो। 10:32 पढ्नुहोस्। कसैले ठेस लाग्ने काम सुन्नुहोस् है, सुन्नुहोस् सबैजना, कुन विषयमा पुगेको छौँ भन्दाखेरि हामीले काम गर्दै गरेको कोही बेला मनोपली गरी पठाउँछौँ। तर बाइबलले चाहिँ के भन्छ भन्दाखेरि, पढ्नुहोस्, कसैलाई ठेस लाग्ने काम कसैलाई ठेस लाग्ने काम पनि हामीले गर्नु हुँदैन। चाहे यहुदीलाई होस् वा ग्रीकलाई होस् वा परमेश्वरको मण्डलीलाई होस्, चाहे परमेश्वरको मण्डलीलाई। अनि कति धेरैचोटि चाहिँ मण्डलीलाई ठेस पुग्ने, परमेश्वरको परिवारलाई ठेस पुग्ने काम गरिरहेको छ। हुनु त उसले नै गरिरहेको छ आफ्नै जीवनमा, तर समाजलाई ठेस पुग्ने, समाजको अगाडि है एउटा अनैतिक काम गरिरहेको हुन्छ। अनि बाइबलले चाहिँ स्पष्ट के भन्छ भन्दाखेरि, चाहे ग्रीकलाई होस्, चाहे यहुदीलाई होस्, चाहे मण्डलीलाई होस्, कसैलाई ठेस पुग्ने काम हामीले गर्नु हुँदैन। प्रेज द लर्ड भन्नुहोस्। संवेदनशील भएको मान्छेले त्यो काम गर्दैन पनि। मैले गर्दै गरेको मेरो समाजलाई, मेरो मण्डलीलाई ठेस पुग्दैछ। मैले गर्दै गरेको कामलाई मेरो छिमेकीलाई ठेस पुग्दैछ, मेरो सन्तानलाई ठेस पुग्दैछ, मेरो परिवारलाई ठेस पुग्दैछ, त्यो कुरो याद गर्दैन। तर हामी पृथ्वीमा जन्म लिएपछि समाजको लागि पनि जिउनु सक्नुपर्छ, परिवारको लागि पनि जिउनु सक्नुपर्छ, मान्छेको लागि है परमेश्वरको लागि पनि जिउनु सक्नुपर्छ। त्यो चाहिँ खास व्यक्ति हो। प्रेज द लर्ड भन्नुहोस्। सुन्नुहोस् है, म इक्जाम्पल दिन्छु। मेरो एक जिन्दगीको लागि म जे पनि गर्छु नि, म खाने कुरो पनि खान्छु, डान्डीबाजी पनि गर्छु, नराम्रो काम पनि गर्छु, सबै कुरो गर्छु। मलाई कसले के गर्छ र? तर मैले गर्दै गरेको समाजलाई हानि हुँदैछ, मण्डलीलाई हानि हुँदैछ भने मैले त्यो कुरो गर्नु हुँदैन। मण्डलीलाई हानि हुँदैछ, समाजलाई, परिवारलाई धोका हुँदैछ, तर एउटा कुरो, म आफैको परिवारमा सबैभन्दा नराम्रो कुरो चाहिँ श्राप रोप्दैछु। मेरो छोरा पनि लडिरहेको हुन्छ, कन्फर्म लडेको हुन्छ, कन्फर्म लडिरहेको हुन्छ है। मैले जे गर्दैछु त्यो चाहिँ रोपिँदैछ नि त। अनि त्यसैले गर्दाखेरि मैले अघि एक्जाम्पल, सबै श्राप बनेको चाहिँ नि नेक्स्ट जेनेरेसनमा बग्ने, दोस्रो पिँढीमा बग्ने। सबैजना यतै हेर्नुहोस्, दोस्रो पिँढीमा मैले नराम्रो काम गर्दैछु भने त्यसको श्राप कसले बोक्नुपर्छ भोलिको दिन? हजुर भन्नुहोस् त जोडले,
खोइ बोल्दैन त। आफैले भोग्नु हजुर आफैले भोग्नुपर्छ आफूले पनि बोक्नु पर्यो त्यो श्राप काम झऱ्यो छोराछोरी पनि भोग्नु। छोराछोरी पनि झऱ्यो। अनि फेरि छोराछोरीले त्यो भोग्दैछ भने अझै थपिँदै जान्छ। अघि मैले इक्जाम्पल दिएको छु, यहाँ टुङ्गिन्छ। सुन्नुहोस् है, मैले इक्जाम्पल के दिँदैछ भने छोराछोरी आमा बाउसँग भक्कु जवाब लाग्ने हुन्छ है, यति साह्रो जवाब लाग्ने हुन्छ है, अपशब्द बोल्ने हुन्छ। तर उसले पनि त्यो रोक्दै गरेको, उसले के गर्दै गरेको भन्नुहोस् त, भोलिको दिनमा उसको छोराछोरी पनि ऊ त्यो जग्गामा पुग्दा त्यो ठाउँमा पुग्दा उसले पनि के खान्छ भन्नुहोस् त? हजुर जवाब खान्छ। मुख पर्काउने त बोल्दैन क्या। प्रेज द लर्ड भन्नुहोस्। प्रेज द लर्ड। प्रेज द लर्ड। प्रेज द लर्ड। हामीले रोक्दै गरेको हुन्छौँ। सायद तपाईँहरूलाई अप्ठ्यारो परिरहेको होला कतिजना, तर बाइबलले चाहिँ स्पष्ट भनेको, जुन बाइबलले भनेको छ त्यो कुरो भन्दैछु। चाहे तपाईँले स्वीकार गर्नुहोस् चाहे नगर्नुहोस् त्यो आफूमा निर्भर पर्छ। तर जुन कुरोमा लिडर भएको नाताले जुन कुरोमा मैले ज्ञान पाइछु त्यो कुरो म सेयर गर्छु। प्रेज द लर्ड भन्नुहोस् न। अनि छोराछोरीले गरेको चाहिँ उसको है हाम्रो लागि चाहिँ नाता नातिनी त्यसले दुःख दिन्छ। त्यहाँ निस्किन्छ त्यो श्राप, त्यहाँ बग्छ त्यो श्राप। अनि यसैले सुन्नुहोस् है, यो श्राप बग्छ भन्दै गर्दाखेरि तपाईँले डिस्करेज होला। तर म तपाईँलाई भन्दैछु, प्रभुमा जिउनेहरूको लागि चाहिँ परमेश्वरले आशिष दिनुभएको छ। प्रेज द लर्ड भन्नुहोस् न। अब्राहमलाई के भन्नुभएको छ? आई विल मेक यु इन्टु अ ग्रेट नेसन। म सबै जातिहरूमा तिमीलाई महान बनाउने छु। एन्ड आई विल ब्लेस यु। म तिमीलाई आशीर्वाद दिनेछु। आई विल मेक युर नेम ग्रेट। तिम्रो नामलाई म उच्च पार्नेछु। आई विल बी है, यु विल बी अ ब्लेसिङ। अनि तिमी एउटा आशीर्वादी हुनेछ भनेर परमेश्वरले अब्राहमसँग चाहिँ बाचा बाँड्नु भएको छ। प्रेज द लर्ड भन्नुहोस् त। भनेपछि परमेश्वरको आज्ञा मान्नेलाई चाहिँ परमेश्वरले के दिनुहुन्छ अरे भन्नुहोस् त? आशिष दिनुहुन्छ। अनि परमेश्वरले उत्पत्ति हुन्छ नपढ्नुहोस्, 39को 1 देखि 28 सम्म पढ्यौँ भने हामी के पाउँछौँ भन्दाखेरि याकुबका 12 कुल जुन उनीहरूको सौन्दो चाहिँ याकुबले आशीर्वाद दिनुभएको छ। तपाईँले कोले पढ्नु भएको छ भन्नुहोस् त? उनीहरूको सौन्दो है याकुबले 12 कुल उसको छोराहरूलाई आशिष दिनुभएको छ। उनीहरूको योग्यता अनुसार, उनीहरूको काम अनुसार परमेश्वर उनीहरूलाई आशिष दिनुभएको छ है। तपाईँले पढ्नुहुन्छ 39को 28 मात्रै पढिदिनुहोस् त। के भने लेखिएको छ भन्दाखेरि उत्पत्ति 49को 28 मात्रै पढिदिनुहोस् त। 4:9-28। यी सबै इजरायलका 12 कुल हुन्। आफ्ना बाबुले तिनीहरूलाई आशीर्वाद यी सबै इजरायलका के रहेछन्? याकुबको सन्तान 12 कुल हुन्। त्यहाँदेखि आफ्नो बाबुले तिनीहरूलाई के गर्नुभयो रे? आशीर्वाद दिनुभयो। भनेका कुरो यही हो। प्रत्येकलाई तिनीहरूले के भनेछ? फेरि रिपिट गर्नुहोस् त। परमेश्वरले अथवा याकुबले स्वाउँदो आशीर्वाद दिनुभयो, काम अनुसार आशीर्वाद दिनुभयो। प्रेज द लर्ड भन्नुहोस् त। अनि परमेश्वरले तपाईँ अनि मलाई पनि आशिष दिनु चाहनुहुन्छ, तर हाम्रो व्यवहार अनुसारको आशिष दिनुहुन्छ है। सुन्नुहोस् है सबैजना, व्यवहार अनुसार परमेश्वरले तपाईँ अनि मलाई आशिष दिनुहुन्छ। अनि मैले आजको टपिक भन्नु खोजेछु के हो भन्दाखेरि हाम्रो परिवारमा हाम्रो सन्तानको लागि, परिवारको लागि श्राप ननिम्त्याउँ तर आशीर्वाद निम्त्याउनुपर्छ। परमेश्वरले अब्राहमलाई चाहिँ उसको घर छोड्नुको लागि चाहिँ बोलाउनु भयो। जसरी परमेश्वरले भन्नुभयो, यदि मैले प्रतिज्ञा गरेको कुरो तिम्रो जीवनमा पुरा हुनु हो भनेदेखि तिम्रो घरबाट त चाहिँ निस्केर आइज, म तँलाई जुन देशमा पढ त के भनेको छ? निस्केर आइज जुन देशमा तँलाई देखाउँछु त्यहाँ जा। प्रेज द लर्ड भन्नुहोस्। त्यहाँदेखि मुनि चाहिँ के भनेको छ फेरि?
त्यहाँबाट निस्केर आइस भने जुन देशमा देखाउँछु त्यहाँ गइस भने तँबाट म एउटा ठुलो जाति खडा गर्छु, म तँलाई आशिष दिनेछु म तँलाई आशिष दिनेछु, र तेरो नाउँ प्रसिद्ध गराउनेछु। तेरो नाउँ प्रसिद्ध गर। प्रेज द लर्ड। यति पढ्नेछौँ। अब सुन्नुहोस् है, परमेश्वरले एउटा शर्त राखिदिनु भयो। त्यो चाहिँ के हो भन्दाखेरि के हो भने गॉड कॉल्ड हिम टु लिभ हिज होम भनेको छ। परमेश्वरले उसलाई चाहिँ आफ्नो घर छोड्नको लागि बोलाउनु भयो अनि त्यहाँबाट निस्केर आइज। तेरो घरलाई छोडेर, तेरो जग्गा जमिनलाई छोडेर निस्केर आइज, जुन देशमा तँलाई देखाउँछु त्यहाँ जा, तँबाट म ठुलो जाति खडा गर्नेछु। अनि अङ्ग्रेजीमा चाहिँ के मिठो लेखेको छ भन्दाखेरि I will make you into a great nation। एउटा दुईमा के भनेको छ भन्दाखेरि I will bless you, म तिमीलाई आशीर्वाद दिनेछु। अनि तीनमा चाहिँ के भनेको छ, I will make your name great, म तिम्रो नामलाई म उच्च पार्नेछु भनेको छ। अनि चारमा भनेको छ you will be a blessing, तिमी एउटा आशीर्वादी हुनेछ। प्रेज द लर्ड भन्नुहोस् त। तर निस्केर आइज भनेको छ। आज निस्केर आइज भन्नुपर्छ के हो भन्दाखेरि आजको युगमा हेऱ्यौँ भने सुन्नुहोस् है, हामी जुन ठाउँमा उभिएको छौँ नि त्यो अन्धकारमय जग्गामा छौँ नि, त्यहाँबाट निस्केर आइज भने। जब काइनले हाबेललाई मारे नि तेरो कारण भूमि चाहिँ के भएको छ, श्रापित भएको छ। तैँले उब्जनी गरेको उब्जनीले के गर्दैन, उन्नति दिँदैन। सम्बन्ध विच्छेदको कुराहरू हाम्रो परिवारबाट बन्द हुनुपर्छ है। अनि अमेलको कुराहरू हाम्रो परिवारमा बन्द हुनुपर्छ। यो त श्राप रोप्दै गरेको, श्राप रोप्दै गरेको। सुन्नुहोस् है, मैले कतिजना अघि मैले रिपिट भने तपाईँहरूलाई, मैले कतिलाई सम्झाउँदाखेरि के सम्झाउँछु भन्दाखेरि हामीले जे गर्छौँ त्यो पाप श्राप हाम्रो परिवारमा बग्छ है। यसैले हामी सङ्गतिमा बढ्नुपर्छ। जब सङ्गतिमा रहन्छौँ है, सधैँ उदाहरण दिन्छु नि, जब कुखुरा मुहानले आफ्नो चिङ्ना पखेटा मुनि है त्यो चिङ्नाले आड लगाएर जब बसेको हुन्छ, कुनै पनि चिजले आक्रमण गर्दैन। जब त्यो आमाको पखेटाको है छात्र छाया मुनिबाट ऊ जब वञ्चित भएर टाढो जान्छ, त्यो समयमा चाहिँ चिलले उसलाई टिप्छ। त्यसरी नै हामी सङ्गतिमा जोडिरहने मान्छे नि आशिषितै हुन्छ है। आशिषित हुन्छ। रहनसहनमा आशिषित, बोलीचालीमा आशिषित, भित्र जाँदा आशिषित, बाहिर जाँदा आशिषित, अनि हरेक कुरोमा आशिषित हुन्छ। रहनसहनमा आशिषित। अनि हामीले तपाईँले कोही बेला हामी घमण्ड साथ मान्छौँ, मेरो पैसा खान्छु, मेरो पैसा हिँड्छु, म जे गर्छु म मनमानी गर्छु भन्नुहुन्छ होला। तर तपाईँ व्यक्तिगत जीवनको लागि मात्रै जिउनु भएको छैन। हामी हरेक चाहिँ आफ्नो परिवारको लागि हामी जिएको छौँ। म चाहिँ कतिजना भित्रमा छु, 5 जना भित्र हामी परिवारमा छौँ। म एक्लो म जिएको छुइनँ। मेरो मिसेस 5 जनाको जिम्मेवारी उसँग छ। म व्यक्तिगत होइन, मसँग 5 जनाको हामी परिवार छौँ। अनि म एक्लो जिउँदिनँ, मेरो परिवारको लागि म जिउनुपर्छ। अनि मैले जति राम्रो काम गर्छु मेरो परिवारलाई भोलिको दिनमा आशिष हुन्छ। प्रेज द लर्ड भन्नुहोस् न। अब सुन्नुहोस्, यो आशिष भनेको चाहिँ कस्तो भन्दाखेरि मेरो जीवनमा म सङ्घर्ष गर्छु, मेरो जीवनमा म परमेश्वरको लागि जिउँछु, मेरो जीवनमा समाजको लागि जिउँछु, मेरो जीवनकाल भोलि म मण्डलीको लागि जिउँछु। तर मेरो जीवनमा त्यो सफलता नदेखौँला, मेरो जीवनमा त्यो आशिष नदेखौँला, तर मेरो पछि आउने नेक्स्ट जेनेरेसनको जीवनमा निश्चय त्यो आशिष बग्छ। जति मैले कष्ट गरेको, दुःख गरेको त मैले रोप्दै गरेको त्यो एउटा बोट हो। तर मैले रोप्दै गरेको बोटले एक दिन निश्चय नै फल दिन्छ। त्यसैले म 10 जनाको परिवार भएर मैले ग्रेट सम्झिनु हुँदैन। मैले श्रापित कुरो गरेँ भने मेरो 10 जना परिवार नै श्रापित हुन्छ। अन्त के फाइदा भयो? 10 जना मेरा छोरीहरू छ भने म के घमण्ड गर्नु है? मैले श्राप रोप्दैछु। 10 जना मेरो नानीहरूलाई, मेरो सन्तानलाई श्राप बोकाउनु मात्रै हो। पृथ्वीमा आइसकेपछि म आफैको लागि मात्रै जिउँदिनँ, म मेरो परिवारको लागि पनि मैले जिउनुपर्छ।
म मेरो मण्डलीको लागि पनि जिउनु पर्छ।